ओ भाइ के हो हजुर भात खाएको छैन क्या तिमीलाई यो तरुल चाहिँ कसले बेच्नु लगायो आज बेच्नु नपाउने होइन यसको समय हुन्छ बेच्ने माघे सङ्क्रान्ति गएको कहिले हो माघे सङ्क्रान्ति त 1 गते हो त आज 3 गते हो त कसले बेच्नु लगायो अब तिमीलाई फाइन लाग्छ है फाइन तरुल बेचेको माघे सङ्क्रान्तिको लागि तरुल ल्याएको माघे सङ्क्रान्ति त गइसक्यो गइसकेपछि कहाँ बेच्नु पाउँछ गइसक्यो त्यसो भए अब यो थन्काइदिन्छु नि त म थन्काउँछु भनेर हुँदैन तिमीलाई अब फाइन लाग्छ 500 रुपियाँ निकाल के को फाइन फाइन नि यो तरुल बेचेको यो समय न समयमा के हो तपाईँ टोली अब